लु है अब आजदेखि चाहिँ यो इन्डियाको अन्डा चाहिँ यो सेतो खालको अन्डा चाहिँ खाइँदैन है अब घरमा नि फेरि। यहाँ हेर्नुहोस् न आम्मामा किरा लागेर के भइसकेको रहेछ यो अन्डा त नि आम्मामा। हेर्नुहोस् न यहाँनिर यो चाहिँ के कारणले गर्दा यस्तो किरा लाग्छ होला नि यो नि। हेर्नुहोस् त्यो इन्डियाबाट इम्पोर्ट गरेको अन्डा चाहिँ यस्तो हुँदो रहेछ यो होइन। त्यहाँदेखि यहाँ भुटानको रातो अन्डा चाहिँ साह्रै यस्तो हुँदैन, ल्याउँदाखेरि पनि बिग्रेको हुँदैन यसरी। यहाँ हेर्नुहोस् न किरा लागेर कस्तो भइसकेको छ यहाँनिर। अब यो देखेर चाहिँ मलाई अब यो अन्डा खानुको अब कोही बेला अन्डा खान्थेँ होइन, अब यो पनि हरायो अब चाहिँ नि मलाई। लु अबदेखि चाहिँ अन्डा चाहिँ छोड्नु पर्ला जस्तो छ अब। हेर्नुहोस् त यहाँनिर यो चाहिँ अब यो अन्डा फुटेको पनि थिएन यहाँनिर होइन। फुटेको अन्डा थियो भने यसरी किरा लाग्थ्यो पनि होला। अब अन्डा फुटेको पनि थिएन, केही भएको थिएन, तर पनि यस्तो किरा हुँदो रहेछ है साथीहरू। सेतो अन्डा चाहिँ अलिकति आफूले ल्याउँदाखेरि नै पुरै दोकानबाट चेक गरेर ल्याउनुहोस् त्यहीँबाट होइन। म जस्तो अब यहाँ घरमा ल्याएर चाहिँ यसरी हेर्दाखेरि त मलाई अब चाहिँ अन्डा खानु मन लागेन है मलाई साथी हो। तपाईँहरूले यो अलिक सेयर गरिदिनुहोस् सबैतिर होइन। लाइक कमेन्ट एन्ड सेयर फलो गरिदिनुहोस्। थ्याङ्क यू भिडियो हेरिदिनु भएको लागि।